हेलो गाइज, आज हामी धनपाल जङ्गल जाँदैछौँ यहाँ साथीहरूसँग। धनपाल जङ्गल जाँदैछौँ आज हामी। गाइज धनपाल जङ्गल जाने बाटो यस्तो छ हाम्रो होइन। अब 10 गते मेला लाग्दैछ उता धनपाल जङ्गल हामी जाँदैछौँ। केटाहरू चाहिँ पर केटाहरू यहाँ छन्, केटाहरू छन् यहीँ हाम्रो। हामी टक्कला धनपाल जङ्गल जाँदैछौँ नि। उपर केटाहरू छन् हाम्रो। हामी चाहिँ अब धनपाल जङ्गल आएर गएछौँ। झन्डै लड्यो धनपाल जङ्गल जाँदा आएर झन्डै लड्यो केटा हो, झन्डै लड्यो केटा हो। केटाहरू चाहिँ लास्टै स्लो छन् होइन। उहाँ हेर्नु ढिलो हिँड्छ नि दारू। अल्छीहरू छन् त्यहाँ सबै, अल्छी नै अल्छी छन् क्या यहाँनिर। हजुर अब हामी धनपाल जङ्गल जाँदैछौँ। उपर छ जङ्गल। धनपाल जङ्गलमा गएर चाहिँ अब हामी तपाईँहरूलाई त्यहाँको भ्यू देखाउँछौँ। धनपाल जङ्गल पनि अब हाम्रो वैशाख 10 गते चाहिँ धनपाल जङ्गलमा मेला लाग्दैछ। सबैजना आउनु होला धनपाल जङ्गलमा घुम्न, मेला घुम्न। बाटो यस्तो छ। केटाहरू पनि जाँदैछन्। होला भन केटा हो, केटाहरूले हेलो भने अब जानुपर्छ सर धनपाल जङ्गलको बाटो। यता हाम्रो फेरि यहाँ गीत गाउने गायककार छ साथीहरू। अब हामी जान्छौँ यसरी टक्क लगाएर। नगराउने यार, मान्छेले पुग्छन् नि फेरि। यसरी जाँदैछौँ हामी टक्क लगाएर होइन। मेरो क्रस फायर फेरि खतरा छ होइन। मेरो क्रस फायर बाइक कि खतरनाक तरिकाले हिँड्छु म। ल सर र अब तपाईँहरूलाई बाँकी भ्यू म जङ्गलभित्र गएपछि देखाउँछु। यहाँ चाहिँ हाम्रो धनपाल जङ्गलभित्र जाने मेन ढोका रहेछ। यो चाहिँ पछाडिको ढोका होला सायद, जहाँसम्म लाग्छ पछाडिको ढोका हो यो चाहिँ। धनपाल जङ्गलभित्र हामी पस्ने ढोका हो यो चाहिँ। गेट हो। टक्क लाएर गेटबाट जानुपर्छ। मेरो क्रस फायर फेरि कुद्दै कुद्दैन के भएको। हामी जाँदैछौँ। यो भनेको हाम्रो धनपाल जङ्गल 10 गते मेला लाग्छ यही ठाउँमा। कृपया गरेर सबैजना घुम्न आइदिनु होला। यहाँ चाहिँ भनेको हाम्रो अब 10 गतेको लागि यहाँ पिङसिङ रोडपिङहरू यहाँ हुन्छ होइन। कोर पनि थियो। यता चाहिँ हाम्रो जाँदैछौँ। अब हामी उकालो चढ्दैछौँ, पाहाड चढ्दैछौँ गाइस, हेर्नु होला। केटाहरू लास्टै अल्छी छन्। केटाहरू लास्टै अल्छी छन्। जाँदैछौँ बिस्तारै बिस्तारै। मेरो क्रस फायर फेरि कुद्दै कुद्दैन हेर्नु गाइजहरू। मेरो क्रस फायर लु यो गाइज होइन। धनपाल जङ्गल चाहिँ मेला लाग्ने ठाउँ यही हो होइन। गाइज अब हामी यहाँ सबै भ्लगर छन् क्या गाइजहरू हेर्नु न। यहाँ हेर्नु गाइजहरू होइन। हामी आज ट्युसन आएको थियौँ, ट्युसन लागेन र हामी यतापट्टि आयौँ घुम्नलाई। बेला मौका कम हुँदैछ यहाँनिर पुगिँदैछ। अब हामी उता मेरो भिडियो गर्दैछ। वरिपरि क्यामेरा हुन्छ नि हेर्नुलाई यहाँ गाइजहरू। 10 गते चाहिँ यहाँ खतरनाक मेला लाग्छ कि गाइजहरू, सबैजना आइदिनु होला। उहाँ पर चाहिँ हाम्रो धनपाल राजाको मन्दिर रहेको छ त्यहाँनिर। सबैजना हेर्नु सक्नुहुन्छ मजाले। अहिले हामी सबै तपाईँहरूलाई घुमाउँछौँ लगेर। लगाइजाल हामी डुल्दै जाँदैछौँ होइन। डुल्दै जाँदैछौँ हामी यहाँ। केटाहरू आउँदैछन् होइन। अब हामी अगाडिको भ्यू पनि तपाईँहरूलाई देखाउँछौँ। यहाँ भनेको पिकनिक स्पट पनि हो होइन। यहाँ पिकनिक पनि खाइन्छ। 10 गते मेला पनि लाग्दैछ यहाँ। यस्तो राम्रो छ यहाँ हैन।
यहाँ स्कुलमा 10 रुपियाँको लागि यहाँ कामहरू हुँदैछ। यतै धनप्राजाको आज त धेरै नै क्लिन दरबार रहेको छ धनप्राजाको। धनप्राजाको मन्दिर रहेछ यहाँ। हामी मन्दिर घुम्दैछौँ आज। म पनि घुम्दैछु त। मेरो साथी पनि घुम्दैछ मन्दिर। धनप्राजाको मन्दिर हामी घुम्यौँ। भित्र राजाको दर्शन गर्न जाँदैछौँ हामी। लु अब हामी मन्दिरमा ढोगिसक्यौँ। अब हामी तपाईँहरूलाई मूर्ति देखाउँदा हामी तपाईँहरूलाई मूर्ति देखाउन गइरहेछौँ। उहाँ छ धनप्राजाको मूर्ति। हाम्रो धनपाल जङ्गल एकदमै राम्रो छ, एकदमै राम्रो छ, हरियाली। उहाँ हाम्रो धनपाल राजाको हात्तीमा बसेको मूर्ति रहेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ। टक्क लाएर अब हामी उता यसो मूर्तिमा पनि फोटो सुट गर्छौँ हामी। तपाईँहरू एउटा भ्यू देखाउँछु मलाई पर हेर्नु गाइज। बाँदर देख्नुभयो होला। बाँदरको पनि हामीले भ्यू इन्जोय गऱ्यौँ। बाँदरको भ्यू इन्जोय गरिसकेपछि टक्क लाएर गाइज हेर्नु, यही हो हाम्रो जङ्गल, धनपाल जङ्गल। हेर्नु गाइज, यहाँ हाम्रो मूर्ति रहेको छ राजाको। फोटो सेसन हामी हान्छौँ। पनि तपाईँहरूले भिडियो देख्नु नै हुन्छ। हामी चाहिँ इन्जोय गर्नु होला, लास्टसम्म हेर्नु होला। 10 गते मेला आइन्छ हामी होइन। होला देखेको थिएँ, त्यही भएर बनाएको। राम्रो छ यहाँको मन्दिर। अवश्य पनि तपाईँहरू 10 गते चाहिँ अवश्य पनि आउनु होला होइन। राम्रो छ यहाँको मन्दिर। अब यहाँ हामी 2 दिनलाई फोटो सेसन गर्नेछौँ। ल खोज्यो भने हामी केटाहरू कम्पिटिसन, हाम्रो केटाहरू लास्टै कम्पिटिसन घुम्दैछौँ हामी। यहाँ हामी राम्रो हान्दैछौँ। केटाहरूमा अल्छीहरू हेर न, एउटा के गर्छ, ओइ 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 के गरेको के गरेको के गरेको के गरेको के गरेको के गरेको तैँले त मुला गाइज। अब हामी धनपाल जङ्गल घुम्यौँ होइन। आजको टुर तपाईँहरूलाई राम्रोसँग दिइरहेको छु मैले होइन। हामी यता साइकल बोकेर आऊ केटा हो, केटा साइकल बोकेर आऊ। म चाहिँ डुल्दैछु होइन, टक्क लाएर यता भ्यू इन्जोय गर्दैछु। यता बाँदरको अट्याक। बाँदरले केटा बाँदर दिन्छ है केटा अट्याक गर्ला नि। केटाहरूले मेरो साइकल छोडिरहेको छैन यार। मेरो क्रस फायर कस्तो माया लाग्छ मलाई। केटाहरूले मेरो क्रस फायर छोडिएर हिँडेँ। ओइ पख न यार, मलाई नि पख यार केटा हो। केटाहरूले मलाई छोडे। ओइ पख्न भनेको, मलाई छोडेर केटाहरूले भागे कि केटाहरूलाई पख्न। के गरेको यो, के गरेको भिडियो गरेको। भिडियो किन गरेको? भ्लग गर्दैछु यहाँ होइन। आजको यस्तो छ हरियालीपूर्ण उयोमा तपाईँहरूले सब्सक्राइब पनि हाल्नु होला होइन। लाइक चाहिँ अवश्य पनि गर्नु होला, लाइक गर्न नछुटाउनु होला कमसेकम पनि। हाम्रोमा यहाँ केटाहरू भ्लगर छ नि यहाँ होइन। म अब तपाईँहरूलाई म नि यहाँनिर भनेपछि धन्यवाद। तपाईँहरूलाई 10 गते मेलाको दिन पनि अवश्य पनि यहाँ तपाईँलाई यहाँको मेला सम्बन्धी कुराहरू देखाउँछु यहाँनिर होइन। 10 गते हाम्रो फेरि खतरा छ। 12 गते इक्जाम छ, 11 गते इक्जाम छ। 10 गते हामी मेला भ्रमण गर्छौँ। हेर्नु होला गाइजहरू। गाइज म के हेर्नु आमा के छ केटा हो के छ हौ? खसी खुसु गर्छु त्यहाँ। फुड होला साइड। भाग केटा भाग 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 केटा भाग। ओइ
साइकल चोरेर भागो साइकल चोरेर भागो साइकल चोरेर भागो केटा यहाँ हाम्रो साथी भन्नु के भन्नु चोर रहेछ मुला साइकल चोरेर भाग्दियो यार कस्तो खालको रहेछ यार यता देखा तेरो अनुहार केटा हेर्नु होइन साथीहरू अब हामी लास्टबाट जाने कि अन्तिमबाट जाने सुरुबाट जाने कि छेउबाट जाने थाहा छैन होइन लास्टबाट बसिदिउँ हामी तपाईँहरूलाई अब मेन गेट देखाउन जाँदैछौँ हामी हेर्दै गर्नु होला क्रस फायर बाटोको इन्जोय गर्नु होला भ्यू इन्जोय गर्नु होला तपाईँलाई म हन्टेड हाउस देखाउन जाँदैछु पर हेर्नु होला भुटिया घर हाम्रो भुटिया घर उहाँ पर छ तपाईँहरूलाई अलिक मजाले देखिएन होला होइन तपाईँहरूलाई अब उहीँ गएर भ्यू इन्जोय गर्छु आज हामी खतरनाक परिस्थितिमा हामी आज खतरनाक कुरा गर्न जाँदैछौँ रिक्स लिएर हामी हन्टेड हाउसतिर जाने भन्दैछौँ तर केटाहरू डरले केटा जाउँ ल भुटिया घर जाने उपर भुटिया घर जाउँ न जाउँ केटाहरू भनेको चाहिँ डर पर्छ होइन म चाहिँ रिक्स उठाएर जाँदैछु होइन रिक्स उठाएर जाँदैछु होइन तर म चाहिँ केटाहरूले बिचमा छोडेर भागिदिन्छु केटा नसोधेर मलाई हामी उहीँ त जाँदैनौँ गाइजहरू तपाईँहरूलाई यहीँबाट जुम गरेर देखाउने हो होइन उहीँ जान डर लाग्छ के गर्नु र हामी जम्मा 4 जना छौँ भरे फेरि के गर्नु हामी फेरि कता भाग्नु क्रस फायर फेरि बोक्न सकिँदैन गाइजहरू होइन हामी हिँड्ने हो टक्क लाएर जाने हो ओइ 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 केटाहरू त भागेँ मलाई छोडेर ला अब के गर्नु म ओ माइ गड भागे केटाहरू यार यहाँ हाम्रो एउटा चाहिँ मिमको गर्दैछ हेर्नुलाई गाइज मेरो चाहिँ हातै दुखी छ गाइज मोबाइल पकड्दा आया ल अब साथीले भ्लग गरिदिएछ होइन ल अब हामी चाहिँ अगाडि जाँदैछौँ मेरो क्रस फायर पनि के खेल्छ गाइज झन् क्रस फायर पनि हामी अब यसरी बोकेर हिँड्छौँ क्या बाहुबली हामी अहिले क्रस फायर बोकेर हिँड्दैछौँ गाइजहरू हेर्नु होला दामी छ यहाँ धनपाल जङ्गलमा र उहाँ माथिको एउटा राम्रो इन्जोय देख्नु होला फुल फुल हेर्नु होला त्यो रातो रातो फुल दामी खालको फुल रहेको छ यहाँनिर यो फुलको नाम चाहिँ के रहेको छ होला अभिषेक मलाई यो फुलको एक्ज्याक्ट नाम थाहा भएन तर यो फुल अलिक नजिकबाट गएपछि थाहा हुन्छ कि अलिकति नजिक गएपछि हेरौँ ल जस्तो देखिन्छ तर स्ट्रबेरी होइन ल तपाईँहरूलाई थाहा छ भने हामीलाई कमेन्ट गर्नु होला यो एउटा फुल हो फुल यसको नाम फुलै हो थाहा भएन यसको नाम हामीलाई तपाईँहरूलाई थाहा छ भने अलिकति कमेन्ट गरिदिनु होला हामीलाई तपाईँहरूलाई म एउटा खतरनाक चिज देखाउन छु हेर्नु होला के को पाल होला यो के को पाल होला यो त्यसको खोल राखिराखेको छ जुसको हामीले सूचना पाएको छ यहाँनिर राति भूत बस्यो अरे चुप्लाको यहाँ तपाईँहरूलाई यहाँ बस्न उचित छैन हामी यहाँ हेर्नु हामी ओहो एउटा कुरा छुट्यायो नि केटा हो पोखरी इन्जोय गर्नु पर्थ्यो यार पोखरी घुम्न जानु पर्थ्यो अब अर्को पालि जम्ला हो गाइज अब हामीले तपाईँहरूलाई अर्को पालि कुनै दिन बेला मौका अब परेछ भने तपाईँहरूलाई अवश्य पनि हामी पोखरी राजाको पोखरी घुमाउन जाँदैछौँ राजाको रानीको पोखरी होइन हो राजाले रानीको लागि 11वटा पोखरी बनाएका थियो भन्ने यहाँ चलन छ 12वटा होला हौ हजुर 12वटामा अब हाम्रो एउटा चाहिँ हामीले भेटेको छौँ अरू चाहिँ थाहा भएन हामीलाई अरू थाहा भएन यहाँ भनेको पार्किङ स्थल होइन को लागि यहाँ बन्द छ यहाँ भनेको पार्क पनि बन्न सक्ने सम्भावना रहेको छ पार्कको लागि पनि बजेट छुटिएको छ यसमा तर कहिलेदेखि कार्यान्वयन हुन्छ यहाँ हाम्रो गाडीहरू राख्ने पार्किङ स्थल रहेको छ गाइजहरू हेर्न सक्नुहुन्छ तपाईँहरू हामीले यो साइकल यहाँ राख्दा पनि हुन्छ तर हामी राख्दैनौँ हामी यहाँ हेर्नु यहाँ मान्छेहरूलाई यहाँ बस्नेको सुविधा पनि रहेको छ हेर्न सक्नुहुन्छ तपाईँहरू अनुहार काटियो भने बिजोक हुन्छ फेरि आफ्नो अनुहारै आएन फेरि भ्लगै बन्दैन गाइजहरू होइन क्रस फायर लिएर जाँदैछु म चाहिँ डोर्याउँदै क्रस फायर बाटोमा बिग्रियो भने फेरि तनाव हुन्छ हामीलाई फेरि घर पुग्न गाह्रो हुन्छ ट्युसन लागेन
त्यतिकै हामी डुल्दै हिँडिरहेको छौँ। यहाँ मैले अहिले भन्नु भने हामीलाई घर त रेस्टिएर ल हामी अब यहाँ धनपाल जङ्गलको मेन द्वारमा पुगिसकेको छौँ। हामी हेर्नु होला मेन गेट रहेको छ यतापट्टि। हामी अघि आएको भनेको हाम्रै घर छेउको बाटोतिरबाट हो। यो भनेको चाहिँ हाम्रो कसिनी बजारबाट हामी यता तपाईँ यो बाटो हिँड्नु भयो भने तपाईँ कसिनी मोडल इङ्ग्लिस स्कुल पनि पुग्न सक्नुहुन्छ। हजुर हाम्रो धनपाल जङ्गलको मेन गेट रहेको छ। भर्खरै हामी यताबाट आयौँ। सबै जङ्गल सबै घेरिएको छ अहिले। यहाँ जङ्गललाई जोगाइँदैछ। यो हाम्रो धार्मिक स्थल पनि रहेको छ यहाँ। त्यही भएर हामीले यसलाई जोगाउनु पर्छ भनेर अब टक्क लाएर हामी यहाँबाट लाग्छौँ। हामी टक्क लाएर क्रस पारमा चढिसक्यौँ हामी। विकास दाजु यहाँ हाम्रो लु अब हामी धनपाल जङ्गल घुमेपछि हामी हेल्प पोस्टको अब स्कुल देखाइदिनु होला। घर जाँदैछौँ। टक्क लाएर हामी अब घरतिर लाग्दैछौँ। र यहाँ भनेको धनपाल जङ्गलदेखि अलिकति अगाडि आएपछि हामी कसिनी 5 को हाम्रो स्वास्थ्य चौकी रहेको छ। उतापट्टि हाम्रो बेलबारी 5 को स्वास्थ्य चौकी रहेको छ। त्यहाँ हेर्न सक्नुहुन्छ। यता हाम्रो बोर्डिङ रहेको छ हाम्रो यता। अब हामी जाँदैछौँ घरतिर। यस्तै हो घुमिरहेको थियौँ हामी। तपाईँहरूलाई अर्को पालि पनि पक्कै पनि फेरि घुमाउन ल्याउनेछौँ। यता मकैबारी हेर्नु होला टक्क लाएर। ओइ भाइ ओइ के गरे यार तिमी यार? अहिले मान्छेले कुट्यो भने हामी के गर्नु यार? त्यस्तो नगर न यार। देखाइदिउँ होला कृपया गरेर क्यामेराम्यान अलिकति हेर्नु होला त्यहाँतिर। ल साथीभाइ अब हामी छुट्टिनेवाला छौँ। ल भाइ हाम्रो यहाँ नेपालको झन्डा पनि देखाइदिनु होला। नेपालको झन्डा हेर्नु होला यहाँनिर। प्राउड नेपाल भाइ साथीलाई देखाउनु होला। साथीभाइ राम्ररी जानु होला साथी। अब यो बाटोबाट चाहिँ हामी घर जानेछौँ। अब तपाईँहरूकै मायाले हामी अगाडि बढ्न सक्छौँ। कृपया गरेर माया देखाइदिनु होला हाम्रो भिडियोमा। अब हामी टक्क लाएर यहाँ पुल छ हाम्रो हेर्नु होला। हाम्रो यस्तो बाटो छ होइन। हामी अघि जाँदाखेरि चाहिँ हामी कच्ची बाटो गयौँ। अब हाम्रो सरर बाटो छ, राम्रो खालको बाटो छ होइन गाइज। हेर्न सक्नुहुन्छ। हामी जाँदैछौँ टक्क लाएर। लडिसक्यो क्या हो। ल तपाईँहरूलाई फेरि बाटोमा भेट्छु है तब। लु गाइज अब हामी घर आउने बाटो होइन बाटो छ। लाइक सेयर एन्ड सब्सक्राइब हामी नभुल्नु होला। र यो भिडियो चाँडै नै आउँछ। युट्युबमा हेरिदिनु न। हस् त धन्यवाद।